ल आज हामी नेपालको पहाडी भेगतिर लागौँ है। त्यहाँ लुपेको एउटा एकदमै पुरानो र गजबको लोकनाटकको कथा छ, जसलाई हामी सोरठी नाच भनेर चिन्छौं। तर यो सुन्नुस् है, खालि नाच मात्रै होइन, यो त सिङ्गो समुदायको आत्मा हो। यही प्रश्नको जवाफ खोज्दै हामी आज अघि बढ्छौं र यो यात्राको अन्त्यसम्ममा हामी यो रहस्यको गाँठो फुकाउने नै छौं। ल सुरु गरौँ है त। यो सोरठी नाच खास गरी नेपालको गण्डकी, लुम्बिनी र कर्णाली क्षेत्रका गुरुङ र मगर समुदायको रगतमै बसेको संस्कृति हो। यो उहाँहरूको लागि कुनै मञ्चमा देखाउने कला मात्रै होइन, यो त जीवन जिउने तरिका नै हो। अनि हेर्नुहोस्, यसको सामाजिक महत्व कति गहिरो छ भने नि, यसले समाजमा को ठूलो को सानो, जात धर्म केही पनि हेर्दैन। सबैलाई एउटै मालामा उनेर सामाजिक एकतालाई झन बलियो बनाउँछ। अब यो नाचको नाम सोरठी कसरी रहन गयो त? आउनुस् यसको पछाडिको रमाइलो कथा सुनौ, किनभने यो एउटै शब्दभित्र एउटा सिङ्गो पौराणिक कथा लुकेको छ, जसले नै यो नाचको जग बसालेको हो। ल एकछिन कल्पना गरौँ त। एउटा पौराणिक राज्य छ जहाँका एक राजाको कथा आज पनि मादलको हरेक तालमा गुन्जिरहेको छ। कथाले के भन्छ भने ती राजाका 15 जना रानी र 1 जना राजकुमारी थिए। भनेपछि जम्माजम्मी कति भए? 16 जना महिला पात्रहरू। हो ठ्याक्कै, तिनै 16 जना महिलाको कथासँग जोडिएकाले 16 वटी भन्दा भन्दै पछि गएर सोरठी हुन गएको भन्ने विश्वास छ। ल कथा त सुनियो, अब यो लोकनाटक मञ्चमा कसरी प्रस्तुत हुन्छ, कसरी जीवन्त देखिन्छ, त्यो पनि हेरौँ न त। यसका मुख्य तत्त्वहरू के हुन्? हरेक सोरठी नाचको सुरुवात यिनै 3 चरणबाट हुन्छ। सबैभन्दा पहिला देवी देवताको आह्वान गरिन्छ, त्यसपछि सङ्गीतको जग यानि मादलको ताल सुरु हुन्छ र अनि बल्ग कथाको प्रस्तुति अगाडि बढ्छ। यी पात्रहरू बिना त सोरठीको कल्पना पनि गर्न सकिन्न। हेर्नुस् न, मादलीले ताल समात्छ, मारुनीले त्यही तालमा नाचेर कथा भन्छन्, अनि पुर्सिङ्गे उसले त आफ्नो हास्य व्यङ्ग्यले हँसाउँछ पनि अनि समाजका कुराहरूमा सोच्न बाध्य पनि बनाउँछ। त्यसैले त पुर्सिङ्गेको भूमिकालाई खानामा चटनी जस्तै भनिन्छ, जसले स्वाद नै बेग्लै बनाइदिन्छ। ऊ खाली हँसाउने पात्र मात्रै कहाँ हो र, ऊ त समाजको ऐना हो, जसले हाँसो ठट्टामै तीतो सत्य बोल्ने हिम्मत गर्छ। एउटा कुरामा धेरैजना झुक्किनुहुन्छ, सोरठी र मारुनी नाचलाई उस्तै उस्तै ठान्नुहुन्छ। तर एउटा ठूलो फरक छ, सोरठीमा महिलाहरू पनि गाउन र नाच्न सक्रिय रूपमा सहभागी हुन्छन्, जसले यसलाई बेग्लै पहिचान दिन्छ। तर मारुनी नाचमा यस्तो हुँदैन। यो नाच बाहिरबाट हेर्दा जति सरल देखिन्छ नि, भित्र पस्दै जाँदा उति नै जटिल र व्यवस्थित छ। सोच्नुस् त, यसमा गीतका 16वटा अलग अलग हाँगा छन् अनि मादलका 22वटा फरक फरक ताल। यसले नै यसको साङ्गीतिक गहिराई कति छ भनेर देखाउँछ। अनि सोरठी नाच भनेको दशैं तिहारमा मात्रै नाच्ने नाच होइन, यो त गुरुङ र मगर समुदायको जीवनको हरेक पाइलामा, हरेक संस्कारमा एकदमै गहिरोसँग जोडिएको छ। चाहे त्यो जन्मको खुसियाली होस् वा मृत्युको शोक, सोरठी सधैँ त्यहाँ हुन्छ। जीवनको हरेक महत्त्वपूर्ण मोडमा यसको उपस्थिति लगभग अनिवार्य जस्तै छ। यसले नै त यसलाई समुदायको जीवन्त संस्कार बनाएको छ। यो नाचको सबैभन्दा गजबको कुरा के हो थाहा छ? यो समय र परिस्थिति अनुसार आफूलाई बदल्न सक्छ। जस्तै शोक परेको बेला यसको रूप नै अर्कै हुन्छ, नाचकान रोकिन्छ, गीतको भाका उल्टो हुन्छ र मादलको तालले पीडामा मलम लगाउने काम गर्छ। तर दुःखको कुरा के छ भने यति धनी र जीवन्त परम्परा आज सङ्कटमा परेको छ। अब हामी सोरठी नाचले भोगिरहेको गम्भीर चुनौतीहरूबारे केही कुरा गरौँ। कारणहरू धेरै छन्। पहिलो त युवाहरू कामको लागि विदेशिने क्रम बढ्दो छ। दोस्रो, आधुनिक गीत सङ्गीत र मनोरञ्जनले यसलाई पछाडि पार्दैछ। र सबैभन्दा ठूलो समस्या, यो परम्परा कहीँ लेखेर राखिएको छैन, यो त मुखैले सर्दै आएको हो। त्यसैले पुराना पुस्तासँगै यो ज्ञान पनि हराउँदै जाने खतरा छ। यो आँकडाले हामीले के गुमाइरहेका छौं भन्ने एउटा डरलाग्दो तस्बिर देखाउँछ। सोच्नुस् त, कुनै बेला 52वटा चरणमा देखाइने यो भव्य नाच अहिले खुम्चिएर मुस्किलले 15 चरणमा सीमित भएको छ। यसबाटै थाहा हुन्छ कि नाचको गहिराई र सम्पन्नता कसरी खिँदै गइरहेको छ। यो खालि एउटा नाच लोप हुनु मात्र होइन, यो त पुस्ता पुस्तादेखि सर्दै आएको ज्ञानको सिङ्गो साङ्लो नै टुट्नु हो। एउटा जीवन्त संस्कृति,
बिस्तारै बिस्तारै मौन हुँदै गएको कथा हो यो। अन्तमा समुदायको यो भनाइले नै सबै कुरा प्रष्ट पार्छ। यहाँ दाउमा लागेको कुरा एउटा नाच मात्रै होइन, यो त सिङ्गो सांस्कृतिक पहिचानको जग हो। यो प्रश्न सोरथी नाचको लागि मात्रै होइन, यो त संसारभरि लोप हुने अवस्थामा पुगेका यस्ता अनगिन्ती परम्पराहरूको लागि हो। यसले हामी सबैलाई सोच्न बाध्य बनाउँछ कि यो आधुनिक दौडमा हामीले आफ्नो सांस्कृतिक सम्पदालाई कसरी जोगाएर राख्ने होला।